हाई गाइज अब धेरै तपाईँको मिट इटरहरूले चाहिँ सुँगुरहरू बाख्राहरू भैँसीहरू काटेर खाने गर्दछ। तर चाहिँ म भेजिटेरियन परेकोले गर्दाखेरि चाहिँ आज साउरसुप काटेर खाँदैछु। तपाईँहरू पनि यसरी त्यो पोर्क बफ यस्तोहरू चिकनहरू खाने छोडेर यतातिर ढल्किनु हो भने चाहिँ तपाईँको स्वास्थ्यलाई धेरै फाइदा हुन्छ है भन्न चाहेँ मैले। धर्मले होइन, तपाईँको शरीरलाई एकदम बेनिफिट गर्छ। तपाईँले पनि घरमा साउरसुप रोप्नु होला। यो 3 केजीको साउरसुप यहाँ लडिरहेछ। त्यसले गर्दाखेरि अब यसमा के बेनिफिट छ भने खाँदा त बेनिफिट छ तर यसमा चाहिँ मेरो 20वटा यसमा बीज आयो भने 20वटा बोट उमार्यो भने 20,000 आइगयो मेरो यसबाटै। त्यो फाइदा छ के। अनि तपाईँहरूले यसको पातको चिया खानु भने तपाईँलाई बेनिफिट छ। अनि त्यही पात बेच्नु हो भने तपाईँले सब्जी किनेर खाने नि आइगयो। तपाईँले घरैमा किन्ने आउँछ, टिपेर दिने हो होइन। त्यसले गर्दाखेरि त्यताबाट पनि पैसा आयो। त्यसले गर्दा रोप्नुहोस् भनेको घरमा 2-3वटा रोपेर राख्नुहोस्। तपाईँले पातको चिया खाँदै गर्नुहोस्। कोही आउँछ भने बेचिदिनुहोस् होइन। फल आयो भने यी बेचिदिनुहोस्। यी मैले 3,000मा ल्याएको एउटा फल होइन। यहाँनिर 1500को लडिरहेको छ अर्को। यो पहिला म यसको चाहिँ त्यो 3,000 वाला चाहिँ निकाल्दैछु। यसलाई खानुहोस् होइन, टेस्ट गर्नुहोस्, मजा आएको छ। यसको के बेनिफिट छ भनेर चाहिँ गुगलमा हेर्नु होला है। म यसको ज्यादा वर्णन गर्न चाहन्न, किन वर्णन गऱ्यो भने यसले बकवास गर्यो भन्नुहुन्छ। त्यसैले गर्दाखेरि गुगलतिर गएर युट्युबतिर सर्च गर्नु होला यसको के बेनिफिट छ भनेर। यो के चिज हो भनेर चाहिँ तपाईँले उता सर्च गर्नु सक्नुहुन्छ। तर यो चाहिँ साउरसुप हो। साउरसुप यो के हुन्छ भने तराई क्षेत्रभन्दा अलिक मध्य पहाडी क्षेत्रमा चाहिँ यो कमसेकम 5-7 केजी जस्तो, धरान माथि 5 केजी 6 केजीसम्मको यो राम्रो मौसम भएकोसम्म चाहिँ तपाईँको 8 केजीसम्मको हुन्छ। तर धरानतिर चाहिँ मैले 4-5 केजीसम्म हुन्छ भनेको छ। तराईमा चाहिँ कमसेकम तपाईँको 1 केजीसम्म 1.5 केजीसम्म हुन्छ होइन। 2 केजीसम्म पनि हुन्छ। अलिक मध्य पहाडीतिर चाहिँ यो 7-8 केजी राम्रो मल जल गरेको छ भने 7-8 केजीसम्म पुग्न सक्छ है। त्यसले गर्दा हेर्नुहोस् एउटा कठहर जत्रै हुन्छ के। अनि त्यसभित्रको दाना तपाईँले ठटर उमार्नु भयो, या 20वटा छ भने 20वटा हो भने 20,000 आइगयो फेरि आगोतिर होइन। पातबाट आयो। त्यसले गर्दाखेरि तपाईँ रोप्नु खानुहोस्, तपाईँको स्वास्थ्यलाई तगडा बनाउनुहोस्। म कस्तो छु, तगडै छु नि होइन। सुरु भए यो अलिकति काँचै बोटमा टिपेर चाहिँ यसरी अलिकति यसको बोक्राहरू यसरी कम जान्छ। जस्तो पाकेको छ भने चाहिँ सरर जान्छ होइन। अनि अलिकति राम्रो हुन्छ। यो चाहिँ अलिक मैले बोटमै नपाक्यो, अलिक काँचो ल्याएकोले गर्दाखेरि चाहिँ यो बोक्रा मजाले जाँदै छैन। भन्नुभयो बोटमै पाक्नु दिनुपर्छ यसलाई चाहिँ। मजाले बोटमै पाकेको छ भने चाहिँ यो बोक्रा सरर उकाउँदा अस्ति मैले लगाएको थिएँ नि भिडियो, तपाईँको बोक्रा एकदम सरर गयो। तर यो ठुलो हो फल, तर यो एकदम पाक्ने बेला भएको थिएन क्या गाइस। त्यसले गर्दाखेरि चाहिँ यो बोक्रा छोड्नु खोज्दै चाहँदै छैन क्या। दामी यसरी चाहिँ बोक्रा निकालिदिने हो होइन।